साथीहरू, दर्शक नमस्ते। म हुँ तपाईहरुकी प्यारी मिस क्वीन र हजुरहरू सम्पूर्णलाई मिस क्वीनको न्यू ब्लगमा स्वागत गर्न चाहन्छु। आई होप हजुरहरू आरामै हुनुहुन्छ होला। म पनि एकदमै आरामै छु साथीहरू। आजको भिडियो चाहिँ अत्यन्तै रमाइलो अनि महत्त्वपूर्ण रहेको हुनाले अन्तिमसम्म हेरिदिनु होला भनेर भन्न चाहन्छु। यदि हजुरहरूले यो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्न सक्नुहुन्छ र बेल आइकन अललाई थिच्दिनु होला भनेर भन्न चाहन्छु। आजको भिडियो चाहिँ अत्यन्तै महत्त्वपूर्ण छ र हामी अहिले मन्दिरतर्फ जाँदैछौँ, जुन मन्दिरको नाम हो गजेन्द्र मोक्ष धाम। र साइडमा देख्न सक्नुहुन्छ मेरो मम्मी हुनुहुन्छ अनि मेरो दिदी हुनुहुन्छ र हामी मन्दिरतर्फ जाँदैछौँ। यो मन्दिर चाहिँ कुन जिल्लामा पर्छ त भनेर मैले हजुरलाई भनिदिइहाल्छु। र यो चाहिँ कतिजनाले नाम सुन्नुभएको पनि छ होला, त्रिवेणी भनेर। यो चाहिँ नवलपरासी जिल्लामा रहेको छ र धेरैजनाले चाहिँ त्रिवेणी धाम भनेर पनि चिन्नुहुन्छ। अब भने हामी करिब करिब मन्दिरको नजिकै पुगिसकेका छौँ साथीहरू। स्क्रिनमा देख्दै गर्नुभएको यो मन्दिरको नाम रहेको छ गजेन्द्र मोक्ष धाम मन्दिर। यो मन्दिरभित्र चाहिँ हामीले मोबाइल क्यामेरा हामीले केही पनि लैजान पाउँदैनौँ। हामीले यो मन्दिरको बाहिर नै राखेर जानुपर्ने हुन्छ। यो मन्दिरमा लकर अभाइलेबल छ बाहिरपट्टि। हामीले लकरमा मोबाइलहरू राखेर जानुपर्ने हुन्छ साथीहरू। ठ्याक्क गजेन्द्र मोक्ष धामको पारिपट्टि देख्न सक्नुहुन्छ शीश महल हो त्यो चाहिँ। र अगाडि देख्न सक्नुहुन्छ विभिन्न विद्यालयबाट टुर पनि लिएर आउनु भएको छ। मेरो भने यो सेकेन्ड भिजिट हो यो मन्दिरमा, अनि मेरो मम्मी चाहिँ फर्स्ट टाइम आउनुभएको। मैले मेरो मम्मीलाई पनि घुमाउनको लागि लिएर आएको यो ठाउँमा चाहिँ। अब भने मलाई जति जानकारी छ त्यति नै जानकारी हजुरहरूलाई पनि दिन चाहन्छु यो मन्दिरको विषयमा। पौराणिक कालमा गजेन्द्र नामक हात्ती नारायणी गण्डकी जलविहार गरिरहेको अवस्थामा ग्राह गोहीले खुट्टामा समाउँदा लामो समयसम्म युद्ध भएको थियो। गजेन्द्र नामक हात्तीले धेरै लामो समयसम्म युद्ध गरिसकेपछि नसक्दाखेरि नारायण भगवानलाई पुकार गरे। अनि त्यसपछि गरुडमा नारायण भगवान सवार भएर सुदर्शन चक्रले गोहीको मुख विदोर्न गरेर, यानि कि गोहीको मुखबाट गजेन्द्र नामक हात्तीलाई मुक्ति दिलाइसके पछाडि यो क्षेत्रको नाम चाहिँ गजेन्द्र मोक्ष दिव्य धाम हुन गएको रहेछ। त्यही भएको कारणले गर्दाखेरि यस क्षेत्रको दर्शन गर्नाले दुःख कष्टबाट छुटकारा, मोक्ष गति प्राप्त, साथै पितृकार्यमा श्राद्ध तर्पण जप गर्नाले पितृहरूको मोक्ष प्राप्त गर्ने मान्यता रहिआएको रहेछ। पर्यटकीय हिसाबले चाहिँ एकदमै धेरै सम्भावना बोकेको ठाउँ रहेको छ त्रिवेणी क्षेत्र। र त्यसैमाथि अझै यो इन्डियाको बोर्डरमा भएको कारणले गर्दाखेरि इन्डियाबाट पनि धेरैजना दर्शन गर्न आउनुहुन्छ त्रिवेणीमा। त्रिवेणी भन्नाले जहाँ तीनवटा नदीको सङ्गम हुन्छ, सुवर्णभद्रा, पूर्णभद्रा र नारायणीको सङ्गम स्थल भएको कारणले गर्दा यसलाई त्रिवेणी भनिएको हो। र जहाँ सङ्गम हुन्छ त्यहाँ स्नानको ठुलो महत्त्व पनि हुन्छ। माघ महिनाको अमावस्या अथवा औँसीमा निकै ठुलो मेला पनि लाग्ने गर्दछ यस क्षेत्रमा। यस चित्रलाई हजुरले राम्रोसँग हेर्नुभयो भने सम्पूर्ण कहानीहरू यही चित्र मार्फत पनि देखाइएको छ।
हजुरले देख्दै गरेको शीशमहलको दृश्य थियो भने अब भने हामी त्यहाँदेखि अलिकति परपट्टि शिवालय मन्दिरतर्फ जाँदैछौँ। भक्तेश्वर शिवालय मन्दिर बालपुरी मठ भनेर पनि भनिन्छ। त्यहाँनिरको अगाडिपट्टिको दृश्य हजुरहरूलाई देखाउँदैछु साथीहरू, देख्न सक्नुहुन्छ। हजुरहरूले देखि नै हाल्नुभयो त्रिवेणी नदी जुन एकदमै ठुलो रहेको छ र हामीले पूजाआजा पनि गर्दैछौँ। अब भने हामी यहाँनिर पूजाआजा गरेर पारिपट्टि जाने तयारीमा छौँ। हामीले एउटा डुङ्गा चाहिँ फुल 1 घन्टाको बुकिङ गरेका थियौँ र पारिपट्टि के छ त भनेर हजुरहरूलाई कौतूहलता लाग्नु स्वाभाविक प्रक्रिया हो साथीहरू। र यो नदीभन्दा पारिपट्टि चाहिँ वाल्मिकी आश्रम रहेको छ। कतिजनाले नाम सुन्नु पनि भएको होला। र जहाँ परापूर्व कालमा वाल्मिकी नामक गरेको ऋषिले घनाघोर जङ्गलमा आएर तपस्या गरेर बस्नु भएको थियो र सोही ठाउँ वाल्मिकी आश्रम भनेर चिनिने गरेको छ। हजुरहरूमध्ये धेरैजनालाई थाहा छ होला र यदि थाहा छैन भने पनि यही भिडियो मार्फत हजुरहरूले जानकारी पाउन सक्नुहुन्छ। सीता मातालाई दोस्रो पटक वनवास लगेर छोड्दाखेरि त्यही सुवर्ण नदीको किनारमा लगेर लक्ष्मणजीले छोड्नु भएको थियो र वाल्मिकीजीको रक्षकत्वमा जुन ऋषि हुनुहुन्छ वाल्मिकीजी, उहाँको रक्षकत्वमा लव र कुशको जन्म पनि सोही ठाउँमा भएको भनेर पनि हामीले सुन्ने गरेका छौँ। वाल्मिकी आश्रमको कुरा गर्दा गर्दै म हजुर समक्ष असमर्थ भएँ त्यहाँनिरको भिडियो देखाउनलाई। किन भन्नुहुन्छ भने मन्दिरहरू बनाइएको थियो। म 1 वर्ष अगाडि जाँदाखेरि चाहिँ म गएको थिएँ त्यो ठाउँमा, तर मन्दिरहरू निकै पुरानो भएको कारणले र भूकम्पले भत्काएको कारणले गर्दाखेरि अहिले चाहिँ भग्नावशेष मात्रै बाँकी छ र शिलाहरू देख्न सकिन्छ। त्यो कारणले गर्दाखेरि पनि यसपालि चाहिँ मैले त्यहाँनिरको भिडियोहरू देखाउन असमर्थ भएँ।
सिमलको डुङ्गा तरेको जमुनामा दाइ हामी पारीको ठाउँलाई चाहिँ के भन्छ अरे चितवन मतलब चितवन त भन्छ कि तर मन्दिर छ नि होइन वाल्मिकी मन्दिर होइन हजुर वाल्मिकी आश्रम लवकुश जन्मस्थल ए ए गोविन्द हरे बोलो गोपाल बोलो गोविन्द हरे बोलो गोपाल टिमबाट फर्किने हो आमा गोविन्द पाल बोलो गोविन्द हरे बोलो गोपाल बोलो गोविन्द हरे बोलो गोपाल बोलो हेर्नु न पानीको छाल कस्तो मजाले यस्तो गरिरहेको पुरै हेर्नु न जिन्दगी पानी जस्तै बगिरहेछ अब चाहिँ नेपालका ठुला ठुला तीनटा नदी सबैभन्दा ठुलो नदी कोशी सबैभन्दा लामो नदी कर्णाली सबैभन्दा गहिरो नदी नारायणी यता हामी नारायणीमा छौँ त्रिवेणी धाम यसको उद्गम स्थल मुक्तिनाथ मुक्तिनाथबाट कालीगण्डकी भएर निस्किएको यहाँ आउँदाखेरि त्रिवेणी भयो नारायणघाट आउँदा नारायणी भयो देवघाटमा देवघाटै हो उता रामदीमा रामदी यिनै नदी जाँदै हेर्नु यहाँसम्म यिनी नदी नेपाली हो नि यहाँ उता गएपछि आइसी हुन्छ डुङ्गा तरेर पारिपट्टि जाने भनेको नै विशेष वाल्मिकी मन्दिरमा जानको लागि हो र हजुरहरू डुङ्गामा पनि जान सक्नुहुन्छ होइन मलाई डर लाग्छ म पुलबाट जान्छु भन्नुहुन्छ भने पनि अहिले नयाँ पुल पनि बनिरहेको रहेछ तलपट्टि यो त्रिवेणीकै पुल हो यो विशेष वाल्मिकी जानलाई अनि त्यो बाटो बर्सातको पानीले बाटै लगिदियो 1 घन्टा चाहिँ हामी फुल पानीमै खेल्यौँ भन्दा पनि भयो एकदमै हावा लागेको थियो पानीको छाल यति ठुलो आएको थियो बिचमा अहिले त मैले यो बिचमा चाहिँ डर लागेर भिडियो नै अन गरिनँ अहिले चाहिँ यो छेउछेउको भएर चाहिँ मैले भिडियोमा देखाइहालेँ हजुरलाई तर माथि फर्किँदाखेरि माझी दाइलाई चाहिँ एकदमै गाह्रो हुँदो रहेछ त्यो डुङ्गा चलाउनको लागि हेर्नु न कति गहिरो छ नदी अब सादा भइसक्यो अब मन्दिर परिसरमा हामी भिजिट गरिसकेपछि ठ्याक्कै त्यसैको साइडमा रहेको नेपाल र इन्डियाको सिमाना देखाउँदैछु हजुरहरूलाई देख्न सक्नुहुन्छ यतापट्टि यो अहिले जुन हजुरलाई देखाइरहेको यो नेपाली भूभाग हो भने नेपालको झन्डा देख्न सक्नुहुन्छ यहाँदेखि काठमाडौँसम्मको गाडीहरू लाग्छ नाइट गाडीहरू भने अब यहाँदेखि हामी इन्डियातर्फ जाँदैछौँ देख्दै गर्नुभएको यो नेपालतिरको चेकिङ हो भने हामी यहाँदेखि चाहिँ पारिपट्टि इन्डियातिर जाँदैछौँ र यो देखिहाल्नुभयो यो पानी सबै थुनेर राखिएको छ यो नदीलाई चाहिँ किन थुनियो त भनेर हजुरहरूलाई लाग्न सक्छ मलाई पनि त्यस्तै लागेको थियो यति धेरै पानी चाहिँ किन थुनियो अथवा पानीलाई आफ्नै रफ्तारमा किन बग्न दिएन त भन्ने चाहिँ मलाई पनि लागेको थियो तर मैले थाहा पाए अनुसार चाहिँ त्यो पानीलाई थुनेर डाइभर्ट गरेर चाहिँ इन्डियामा जुन इन्डियाको बिहार छ त्यहाँ चाहिँ खानेपानी लगिएको रहेछ त्यही खोलालाई चाहिँ मैले देखाउँदै गरेको यता देख्न सक्नुहुन्छ पूर्ण रूपले पानी सुकेको छ सुकेको भन्दा पनि सुकाइएको छ पानीलाई रोकेर डाइभर्ट गरेर यहाँदेखि चाहिँ उतापट्टि इन्डियातिर लगिएको छ यति धेरै पानी यतापट्टि छैन र यतापट्टि छ हजुरहरूले देखिहाल्नुभयो इन्डिया र नेपालको सिमाना हो यो चाहिँ
हाम्रो नेपाल चाहिँ जलस्रोतको एकदमै धनी देश हो, हजुरहरूलाई त्यो थाहा भएकै कुरो हो। र यही नदीलाई पनि बाँध पनि एउटै बाँधलाई दुई किसिमबाट लगिएको रहेछ। एउटा बाँध चाहिँ नेपाल हुँदै लगिएको छ। नेपाल हुँदै लगे पनि त्यो चाहिँ हाम्रो नेपालले चाहिँ खासमा छुन पाइँदैन, त्यो इन्डियाको बिहारकै लागि लगिएको छ। नेपाल हुँदै, नेपालको भूमि हुँदै भने अर्को चाहिँ इन्डियाको भूमि हुँदै पनि अर्को बाँध लगिएको छ। र यो चाहिँ कुनै सन्धिको सम्झौता होला, सायद हामीलाई थाहा नहुन पनि सक्छ। र मैले फेरि पनि किताब पल्टाएर हेर्ने कोसिस पनि गरिनँ र मात्र हजुरहरूलाई भिडियोहरू चाहिँ देखाएँ। यति धेरै पानी चाहिँ यो सम्पूर्ण पानी चाहिँ इन्डियाको बिहार प्रान्तमा लगिएको रहेछ। यहाँ चाहिँ देख्न सक्नुहुन्छ, यो चाहिँ इन्डिया हो, यो चाहिँ इन्डिया हो भने यहाँनिर देख्न सक्नुहुन्छ। यहाँ पनि अर्को बाँध रहेको छ भने यो सबै टोटल चाहिँ त्रिवेणी नदी यानि कि नारायणी नदी हो है। यो चाहिँ योदेखि पारिसम्म चाहिँ नारायणी नदी पर्छ। यो बिचको जति पनि देख्न सक्नुहुन्छ, यो बिचको चाहिँ के भन्छ अरे पिलरहरू रहेको छ। यता चाहिँ सबै नेपाल पर्छ भने यो पुलहरू सबै नेपालको भागमा पर्छ भने यता चाहिँ देख्न सक्नुहुन्छ, यो चाहिँ इन्डिया पर्छ साथीहरू। यहाँबाट इन्डिया जानको लागि चाहिँ चेकिङ हुन्छ। र यही नदी यतातिर पनि छ, यतातिर देख्न सक्नुहुन्छ, यतातिर सबै नारायणी नदीको अथवा त्रिवेणी नदीको 100% मध्येबाट 75% पानी चाहिँ इन्डियाको बिहारमा लगिएको रहेछ भने 25% मात्रै चाहिँ नेपालले युज गर्दो रहेछ पानी, जुन मैले हजुरहरूलाई देखाउँदैछु। र यसपालि भने म इन्डियातिर चाहिँ गइनँ, त्यो बोर्डर कटेर चाहिँ गइनँ उतापट्टि चाहिँ, किन भन्दा सबै बिहार राज्य मात्रै पर्दो रहेछ। त्यसै त इन्डिया, त्यसैमाथि पनि बिहार एकदमै फोहोर हुने कि एकदमै फोहोर हुने। त्यो भएर 1 वर्ष पहिला आउँदाखेरि चाहिँ म इन्डियाको पारिसम्म गएको थिएँ भने यसपालि चाहिँ म त्यो बोर्डर क्रस गरेर चाहिँ खासै जानु मन लागेन। र यो बेलामा चाहिँ हाम्रो नेपालमा चाहिँ एकदमै त्यो ठुलो के मेला लाग्दो रहेछ। त्यो मेलाको लागि चाहिँ इन्डियाबाट सबैजना आउनु भएको थियो कि। म चाहिँ हरेक पटक तराई गएँ भने नि एकदमै स्किनमा प्रब्लम आउँछ कि। अहिले पनि बिबिराहरू निस्किएर, यत्रो ठुलो मुखमा बिबिरा निस्किएर। अगाडिको भिडियोमा मैले पानी देखाएको थिएँ हजुरहरूलाई, नेपाल हुँदै इन्डियाको बिहारमा लगिएको पानी भनेर। हो, त्यो पानी यही नै हो साथीहरू, यो नेपाल हुँदै इन्डियाको बिहारमा लगिएको पानी हो। यो चाहिँ नेपाल हुँदै लगे पनि यो पानी चाहिँ हामी नेपालीहरूले चाहिँ प्रयोग गर्न चाहिँ पाइँदैन अरे। मैले त्यहाँ दिदीलाई बुझेअनुसार चाहिँ पाइँदैन अरे। यति सफा पानी छ होइन, यहाँ पनि देख्न सक्नुहुन्छ यति मजाले त्यो बारेर लगेको छ कि निकै सफा छ पानी चाहिँ। मलाई चाहिँ यहाँबाट यसरी मात्रै देखाएर चित्त नबुझेर चाहिँ अहिले एकछिनमा मैले पुलमाथि नै गएर देखाउँछु। जलस्रोतको दोस्रो धनी देश हाम्रो नेपालमा यति धेरै पानी अभाइलेबल पनि छ, तर अर्को देशलाई दिनलाई पनि पुगिरहेछ। तर हाम्रै नेपालमा यस्तो ठाउँहरू पनि छ जहाँ पानीको लागि घन्टौँ लाइन बसेर पानी पिउनु बाध्य छ जनताहरू। यो कुरा चाहिँ नेपाल सरकारले कहिलेसम्म बुझ्ने हो, आशा गरौँ छिट्टै बुझ्नेछ। यो दृश्य चाहिँ कतिजनाले चिन्नुभयो, यो चाहिँ ट्रकमा उखु पेल्न लैजाँदै गरेको दृश्य। एकदमै धेरै उखु, हेर्नु न यति धेरै ओभरलोड बोकेको के। अब भने हामी भिडियोको अन्त्यमा आइपुगेका छौँ। हजुरहरूलाई भिडियो कस्तो लाग्छ सल्लाह सुझाव प्रतिक्रिया दिन सक्नुहुन्छ। र यति बेलसम्म हजुरहरूले भिडियो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्न सक्नुहुन्छ र बेल आइकन अलमा थिचिदिनु होला चाहन्छु। आगामी दिनहरूमा पनि यस्तै रमाइलो खालको भिडियो लिएर म आइपुग्ने नै छु। तबसम्मको लागि हजुरहरू माझबाट म बिदा हुन चाहन्छु। तपाईँहरूकी प्यारी मिस क्विन, टाटा बाई बाई।